सबैलाई यीशु ख्रीष्टको नाममा जय मसीह। नेपाली दाजुभाइ दिदीबहिनीहरू हाम्रा सबै पुरा संसारमा कोना कोनामा हुनुभएका हाम्रा सबै नेपालीहरूको लागि म सबैलाई जय मसीह भन्छु। र आज मैले तपाईहरुलाई एउटा सन्देश पठाउन चाहन्छु युट्युबको द्वारा। त्यो हेरिदिनु होला र तपाईको जीवनमा एउटा बदलावको कारण हुनेछ। आमेन। आज म तपाईको अगाडि एउटा टपिक लिएर आएको छु। आजको विषय हो पति पत्नी सम्बन्धी अड्ती। आज पति र पत्नीको बीचको सम्बन्धीको बारेमा यो पवित्र बाइबलले के भनेको छ हामी सो आज जान्ने छौं, बुझ्ने छौं। किनकि कारण आज हाम्रो नेपालमा कहीँ पनि धेरै सम्बन्धित विच्छेद भइरहेको छ। धेरै किनकि पति पत्नीको बीचमा लामो रिश्ता काम भइसकेपछि पनि पछि गएर त्यो रिश्ता चाहिँ नि एउटा छुटेको कारणले गर्दा धेरै नेपाली दाजुभाइ दिदीबहिनीहरू धेरै दुखित हुनुभएको छ। हामी सबैले देखेका छौं, जानेका छौं। त्यसकारणले गर्दा घरमा कोही पतिदेखि खुश नहुने, पतिदेखि पत्नी खुश नहुने, अनि पति र पत्नीको आमा बुवाको त्यो रिश्ता देखेर त्यो रात दिनको लडाई झगडा कलेश त्यो सम्बन्ध बिग्रिएको, आमा बुवाको बीचको त्यो प्रेम सम्बन्ध त्यो छैन, सबै बिग्रिएको रात दिनको लडाई झगडा देखेर अनि बच्चाहरूलाई पनि धेरै समस्या आएको छ। अनि त्यो रिश्ता एउटा परिवार बिग्रिएको, सम्बन्ध बिग्रिएको। अनि कतिपय अहिले दुलाहरू आफ्नो घर परिवारलाई छोडेर, आफ्नो स्वदेश छोडेर, जन्मभूमि छोडेर, आफ्नो परिवार छोरा छोरी आफ्नो दुलाईलाई छोडेर देशको आर्थिक कमजोरको कारणले गर्दा उनीहरू देश विदेश जानु पर्दछ। अनि विदेशमा गएर 2-3 साल बसेर आउनु पर्दछ। हामी जानेका छौं, सबैले भोगतेकै हो, बुझेका छौं। र राम्रो जब घरमा हामी बस्छौं, आफ्नो नेपाल देश कहीँ पनि हामी फ्यामिली साथमा बसुन्जेल त्यो रिश्ता राम्रो रिश्ता बनिरहेको हुन्छ, घर चलिरहेको हुन्छ, पति पत्नीको सम्बन्ध राम्रो, बच्चा परिवारमा सबैमा चाहिँ नि एकताको सूत्रमा बाँधिएको हुन्छ। भने जब एउटा पति या पत्नी, म दुवैले भन्न चाहन्छु, या पति घरको दुःखले गर्दा या पत्नी घरको दुःखले गर्दा बाहिर जान्छ। अनि बाहिर गएपछि केही छोटो समयसम्म खास त्यति सुन्नमा चाहिँ त्यति खराब सुन्नमा चाहिँ आउँदैन। तर अलि लामो समय भएपछि 2-4 महिना, साल, 6 महिना जस्तो भएपछि अनि त्यो घरको चाहिँ त्यो पति पत्नीको रिश्ता चाहिँ बिग्रिन गइरहेको हामी पाइरहेका छौं। म ती पति पत्नीको लागि म आग्रह गर्दछु, यो वचन तपाईले सुनिदिनु होला। अनि त्यो सम्बन्ध तपाईले यो वचन सुनेपछि तपाईले त्यो सम्बन्ध पनि कायम हुन जान्छ। किनकि यो प्रभुको वचन हो, यो परमेश्वरले मैले भनेको होइन, यो एउटा परमेश्वरको वचन, जीवित परमेश्वरको जीवित वचनले भनेको छ। आज पति र पत्नीको सम्बन्धीको बारेमा आज परमेश्वरले मलाई यो सुसन्देश तिमीले बताऊ भनेर भन्नुभएको छ पवित्र आत्माको द्वारा। मैले त्यसकारणले गर्दा मैले भनेको छु, पति पत्नीले चाहिँ नि सुन्ने यो अवश्य वचन हो। र खाडी मुलुकमा कहीँ पनि हामी जान्छौं, पति पत्नीमा जो पनि जान्छ, जो घरमा बस्छ, आज धेरै जस्तो देख्नमा हामीले पाएका छौं, देखेका छौं। अनि केही समयपछि पत्नी यदि घरमा छ भने त्यो पत्नी
बिग्रेको अवस्था देखेका छौँ। यदि पत्नी बाहिर गएको छ भने पति चाहिँ बिग्रेको अवस्था अनि के अरे बेविचारमा फसेको, लोग्ने या स्वाहनी, अनि घरको सम्बन्धलाई बिगार्ने, रिस्ता कायम खराब, यो सबै हामीले देखेका छौँ। किनकि यो किन हुन गइरहेको छ हे मेरो प्रियहरू, किनकि यो पति र पत्नीको बिचको सम्बन्ध राम्रो नभएको कारणले गर्दा अनि एकअर्कामा चाहिँ प्रेम भावना गहिरो नभएको कारणले गर्दा यी सबै हुन चाहिँ आउँदछ। विश्वासलाई ठोस गरेको कारणले गर्दा चाहिँ यो सबै कुराहरू हुन आइरहेको छ, हामी धेरै देख्न पाउँदछौँ। र यसै सन्दर्भमा आज म पति पत्नी सम्बन्धी अर्थी मैले तपाईँहरूको बिचमा संसारभरि म यो आज युट्युबको द्वारा म सबैलाई एउटा म प्रभुको वचनबाट म भन्न चाहन्छु। तपाईँले सुनिदिनु होला, म विश्वास गर्दछु। आउनुहोस् तपाईँले सुन्नुहुनेछ। पवित्र बाइबलले के भन्दछ पति पत्नीको बारेमा? पत्नी हो प्रभुको अधीनमा रहे जस्तै आफ्ना पतिको अधीनमा बस, किनकि पति पत्नीको शिर हो, जसरी ख्रीष्ट मण्डलीको शिर हुनुहुन्छ, जुन मण्डली उहाँको शरीर हो र उहाँ स्वयं त्यसको मुक्तिदाता हुनुहुन्छ। जसरी मण्डली ख्रीष्टको अधीनमा छ, त्यसरी नै पत्नीहरू पनि हरेक कुरामा पतिहरूको अधीनमा रहून्। आमेन। पति हो आफ्ना पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसको निम्ति आफैलाई अर्पण गर्नुभयो, यस हेतुले कि उहाँले त्यसलाई पानीले धोएर वचनद्वारा पवित्र पार्न सकुन् र उहाँले दाग वा चाउरी नभएको अथवा यस्ता कुनै कुरा नभएको त्यसपी मण्डली आफै कहाँ प्रस्तुत गर्न सकुन् र त्यो चाहिँ पवित्र र निष्कट होस्। आमीन। त्यसरी नै पतिहरूले पनि आफ्ना पत्नीलाई आफ्नै शरीरलाई झैँ प्रेम गर्नुपर्छ। आफ्नै पत्नीलाई प्रेम गर्नेले आफैलाई प्रेम गर्छ, किनकि कुनै मानिसले कहिले आफ्नो शरीरलाई घृणा गर्दैन, तर त्यसको कदर गरेर पालन पोषण गर्दछ, जसरी ख्रीष्टले पनि आफ्नो मण्डलीको निम्ति गर्नुहुन्छ, किनभने हामी उहाँका शरीरको अङ्ग हौँ। यसकारण मानिसले आफ्नो आमा बुबालाई छोडेर आफ्नै पत्नीसँग मिलिरहन्छ र ती दुवै एउटै शरीर हुनेछ। यो एउटा गम्भीर रहस्य हो अनि यो कुरा म ख्रीष्ट र मण्डलीको सम्बन्धमा बोल्दछु। जे भए पनि तिमीहरू हरेकले आफ्नै पत्नीलाई आफैलाई झैँ प्रेम गर र पत्नीले पनि आफ्ना पतिको आदर गरोस्। हालेलुया। आज वचनले के भनेको छ भने तपाईँले बुझ्नुभयो, सुन्नुभयो, भिडियो देख्नुभयो र म आग्रह बिन्ती गर्दछु, तपाईँहरूको यदि जीवनमा राम्रो घर गृहस्थी चलिरहेको छ, सम्बन्ध बनिरहेको यदि बिग्रेको छ भने बिचमा तपाईँले आजदेखि यो भिडियोको द्वारा तपाईँले धेरै आशिषहरू पाउनुभयो, आशिषित हुनुभएको छ, धेरै अर्थी बुद्धि तपाईँले आज लिइसक्नु भएको छ। म विश्वास गर्दछु ल्याउन पनि पर्छ अनि धेरै कुराहरू पति र पत्नीमा चाहिँ हुँदछ। कम्प्रोमाइज गर्नुपर्छ, एकअर्कामा विश्वास हुनुपर्दछ। विश्वासको द्वारा यो संसार अडिएको छ, किनकि पति र पत्नीमा चाहिँ विश्वास हुनुपर्दछ। हालेलुया। हामीले पतिले पनि पत्नीलाई धेरै माया प्रेम गर्नुपर्छ र पत्नीले पनि पतिको अधीनमा रहनुपर्दछ। हालेलुया। आज तपाईँलाई यो भिडियोको द्वारा तपाईँले धेरैभन्दा धेरै आशिष पाउनुभयो र बिग्रेका सम्बन्ध तपाईँले बनाउनलाई यो एउटा अवसर पाउनुभएको छ।
र यो अवसर यो तपाईँले नगुमाउनु होला। यो अवसरलाई तपाईँले आफ्नो जीवनसँग जोडेर यदि तपाईँको रिश्ता बिग्रेको छ भने, पति पत्नीको सम्बन्ध कायम नभइकन बिग्रेको छ भने, अनि तपाईँको घर परिवार फाटो लागेको छ, तपाईँको छोरा छोरी आमा बाउ पति पत्नीको बिचमा रिश्ता बिग्रेको छ, दरार पैदा भइरहेको छ, अनि भने यो सबै कुरा परमेश्वरको वचनको द्वारा तपाईँको जीवनमा यो सबै जोड्नुहुनेछ, बिग्रेको रिश्तालाई जोड्नुहुनेछ। यदि तपाईँले यो वचनलाई हेरेर मगन गरेर यो वचनमा विश्वास गर्नुभयो भने, अनि के अरे यो वचनलाई तपाईँले आफ्नो हृदयसँग जोड्नुभयो भने, बुझ्नेको कोसिस गर्नुभयो भने, परमेश्वर जो परम प्रभु परमेश्वर जो तपाईँहरूलाई, किनकि जोडी कोही मानिसले बनाएर होइन, जोडी चाहिँ नि परमेश्वरबाट बनेर आउँदछ। किनकि परमेश्वरले कहिले चाहनुहुन्न उहाँले जोडेको बनाइएको जोडी दुलाई एउटा उहाँले दिनुभएको जोडी हो, दुलैलाई दुलालाई दिनुभएको जोडी हो, र त्यो जोडी सिर्फ मरेर मात्रै अलग हुन सक्ने यो जोडी परमेश्वरले बनाउनु भएको छ। हालेलुया। न त कुनै संसारको शक्तिले, न त कुनै संसारको मानिसले, कुनै संसारको चिजले चाहिँ पति पत्नीलाई चाहिँ अलग गर्न सक्दैन, मात्र मृत्युले मात्रै अलग गर्न सक्दछ। हामी जीवनको अन्तसम्म हामी एक अर्कामा हामी भरोसा राख्नु पर्दछ, अनि हामी विश्वास राख्नु पर्दछ, अनि हामी बिग्रेको रिश्ता यदि छ भने त्यो रिश्तालाई हामीले चाहिँ जोड्नेको कोसिस गर्ने, कायम राख्नेको कोसिस गर्ने, अनि हामीले पति र पत्नीको प्रेम चाहिँ देख्यो भने हाम्रा छोराछोरीहरूले पनि आउँदो पिँढीमा उनको आउँदो चाहिँ वंशहरूले पनि आफ्नो बुवा आमाको बिचको रिश्ता त्यो कायम त्यो रिश्ता चाहिँ देखेर छोराछोरीहरूले पनि सिकेर चाहिँ पिँढीलाई अगाडिभन्दा अगाडिको पिँढीसँग पनि त्यस्तै माया र प्रेमको सम्बन्धमा स्थिर रहेर एकताको सूत्रमा चाहिँ परिवार बाँधिँदै जानेछन्। म विश्वास गर्दछु आज तपाईहरु जति पनि संसारको कुना कुनामा नेपाली दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, कति आफ्नो घर सम्बन्ध सबै टुटेर देशमा चाहिँ अलापिला भएर कति मेरो 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 लोग्ने अर्कोसँग लागेछ, बिग्रेछ, अर्कै बुढी लिएर आयो, म कहाँ जाने, म जाने, अब म जाँदैन, अब मेरो जिन्दगी यस्तै रहेछ, अब म यतै परदेशमा आएँ, अब म चाहिँ परदेशमै बस्ने छु, अब म जाँदैन, वहाँ मेरो को छ, वहाँ मेरो कोही छैन भनेर कतिपय हाम्रो दिदीबहिनीले दाजुभाइहरूले चाहिँ मन बिगारेर बस्नु भएको छ होला। तर यस्तो नगर्नुहोस्, किनकि जोडी परमेश्वरले बनाउनुहुन्छ। त्यो जोडीलाई हामी कदापि हामीले कहिल्यै पनि हामीले जोडीलाई चाहिँ तोड्ने, सम्बन्ध तोड्ने होइन, सम्बन्ध अझै जोड्नेको हामीले कोसिस गर्नुपर्छ। हामी त्यस्तो सोच्नु हुँदैन। हामी आउँ आफ्नो देशमा आउँ, यदि कोही बरालिनु भएको छ भने घर परिवारबाट तपाईँ चिन्तित भएर अनि परिवारमा फाटो आएर अलग भएर तपाईँ अलगै बसेर तपाईले आफ्नो जिन्दगी त्यतिकै खराब गर्नुभएको छ भने म विश्वास गर्दछु आजको यो पति र पत्नीको सम्बन्ध बीचको तपाईले यो परमेश्वरको वचन सुनेर आज तपाईको जीवनलाई चाहिँ बदलिनु हुनेछ। तपाईले विश्वास गर्नुहोस्, किनकि परमेश्वर स्वर्ग पृथ्वीलाई आफ्नो मुखको वचनले उहाँले सृष्टि गर्न सक्नुहुन्छ भने तपाईलाई बनाउनु भएको जोडी, तपाईलाई जोडी बनाएर दिनुभएको तपाईको जोडीलाई कहिले पनि कसैले पनि संसारको कुनै पनि शक्तिले चाहिँ तपाईको जोडीलाई अलग गर्न सक्दैन। त्यो रिश्तालाई फेरि प्रार्थना गर्नुहोस्, प्रभुमा भरोसा गर्नुहोस्, विश्वास गर्नुहोस्, ग्रहण गर्नुहोस्, के अरे परमेश्वरको चाहिँ वचनलाई आफ्नो हृदयमा राख्नुहोस्, विश्वास गर्नु, प्रार्थना गर्नु। त्यो सम्बन्ध बिग्रेको सम्बन्धको लागि एकताको सूत्रमा बाँध्नको लागि तपाईले प्रार्थना गर्नु, वचन पढ्नुहोस्, भरोसा गर्नुहोस्। एक दिन हाम्रो बिग्रेको चाहिँ रिश्तालाई चाहिँ जोड्नेवाला चाहिँ परमेश्वर हुनुहुन्छ। म विश्वास गर्दछु तपाईहरूले अवश्य चाहिँ तपाईले यो वचन, यो भिडियो देख्नु भएको छ र अगाडिदेखि तपाईले आफ्नो जीवनलाई चाहिँ एउटा
खुसी, शान्ति अनि एउटा पारिवारिक जीवनमा चाहिँ नि परिवर्तन हुनेछ। म दाबीको साथमा म वचनलाई दाबी राखेर भन्छु, तपाईँको जीवनलाई चाहिँ परमेश्वरले परिवर्तन गरेर चाहिँ देखाइदिनु हुनेछ। आमेन। धन्यवाद।